लिग 2 का टप टिम स्कटल्यान्ड र युएसएसँग खेल्नको लागि स्क्वाड एनाउन्समेन्ट भएको छ। भोलिबाट गेम सुरु हुँदैछ भने स्क्वाडमा एउटा मात्र फेरबदल गरिएको छ। डाक्टर ईशान पाण्डे आएका छन् भने बसिर अहमदलाई चाहिँ ड्रप गरिएको छ। कति धेरैजना क्रिकेट फ्यान्सहरू चाहिँ यो डिसिजनसँग, ईशान पाण्डे आउने डिसिजनसँग त एकदम समर्थन हुनुहुन्छ, तर एज अ होल तरिकाले स्क्वाड एनाउन्समेन्ट भयो त्यो चिजमा चाहिँ अलिकति डिसएग्री गरेको देखिरहेको छ भने कति क्रिकेट फ्यान्सहरूले चाहिँ एक्सपिरियन्सको साथ जानुपर्छ भन्ने कुराहरू अझै पनि उठाइराख्नु भएको छ। भने यहाँ हामीले एकदमै इम्पोर्टेन्ट हेर्नुपर्ने कुरा के छ भन्दाखेरि हाम्रो कोच स्टुअर्ट ल र हाम्रो क्याप्टेन एन्ड भाइस क्याप्टेन उहाँहरूले कस्तो स्क्वाड चाहिँ खेलाउन चाहनुहुन्छ, कुन प्लेइङ 11 चाहिँ अगाडि सार्न चाहनुहुन्छ। भनिन्छ नि क्याप्टेन इज एज गुड एज अ टिम, तर खेर यो चिजहरू पछि गर्दै गरौँला। र हामीले आजको भिडियोमा चाहिँ के हुनसक्छ त हाम्रो प्लेइङ 11, हाम्रो सबैभन्दा राम्रो प्लेइङ 11 के हुनसक्छ अब यो स्क्वाडबाट भन्ने बारेमा चाहिँ छलफल गर्दैछौँ। हामीसँग ओपनिङ स्लटको लागि 4 जना ब्याट्सम्यानहरू हुनुहुन्छ, कुशल भुर्तेल, आसिफ शेख, अर्जुन कुमाल र विनोद भण्डारी। र यो 4 जना मध्ये हामीले 2 जना प्लेयरलाई चाहिँ छान्न पर्ने छ। भने म चाहिँ हाम्रो 2 जना प्लेयर को हुनुहुन्छ होला प्लेइङ 11, मेरो प्लेइङ 11 के हुन्छ र के चाहिँ प्लेइङ 11 खेलाउँछ होला जस्तो लाग्छ भन्दाखेरि आसिफ शेख र अर्जुन कुमालसँग जान्छ जस्तो लाग्छ मलाई नेपाली टिम। र मेरो पनि ओपनरमा आसिफ शेख र अर्जुन कुमाल नै हुनुहुन्छ। अर्जुन कुमालले त पछिल्लो गेममा 48 हान्नु भएको थियो, अघिल्लो गेममा त्यो 11 त्यो टिकेर खेल्नु भएको थियो। सुरुमा हाम्रो ब्याटिङ कोल्याप्स भइरहेको थियो पटक पटक, त्यो चिजमा चाहिँ स्टेबिलिटी लिएर आउने काम चाहिँ अर्जुन कुमारले ल्याउनु भयो। भने आसिफ शेखले चाहिँ एकदमै राम्रोसँग स्ट्राइक रोटेट गरेर खेलिराख्नु भएको थियो। त्यो दुईटा कम्बिनेसन एकदमै वर्क गर्छ। फेरि अर्को पक्षको मान्छेहरू के भन्दै हुनुहुन्छ भन्दाखेरि कुशल भुर्तेल हुनुभयो भने अलिकति ताबडतोड स्टार्ट हुन्छ, सुरुबाटै अलिकति राम्रो रेटमा हामीले रन बनाउँछौँ। हो स्टेबिलिटी आउँदैन जति अर्जुन कुमाल हुँदा आउँथ्यो, तर स्ट्राइक रोटेसन एन्ड त्यो अड बााउन्ड्रीहरू हरेक ओभरमा त्यो कुशल भुर्तेल हुँदा नै आउँछ भन्ने कुराहरू गर्नुभयो। तर यो चिज पनि ठिक हो, तर फर्म कुशल भुर्तेलको साथमा छैन। र वान डाउनमा चाहिँ मैले ईशान पाण्डेलाई नै हेर्न चाहन्छु। हाम्रो लेफ्ट ह्यान्ड ब्याट्सम्यान गुलसन झा पछाडि आउँछन्, लोवर मिडल अर्डरमा आउँछन् फिनिसरको रूपमा। भने देब्रे हाटे ब्याट्सम्यान जो टप अर्डर र मिडल अर्डर छ हाम्रो त्यसमा ईशान पाण्डे मात्र हो। र ईशान पाण्डेको प्रोपर युज गरेर त्यो लेफ्ट आर्म अर्थोडक्सहरूसँग नि ट्याकल गर्न सकिन्छ, बिचमा स्पिनरहरू छ, लेग स्पिनरहरू छ नि ट्याकल गर्न सकिन्छ यो टिमहरूको। त्यसको लागि ईशान पाण्डे 3 नम्बरमा आउनु एकदमै जरुरत छ। झन् अहिले टिममा परिसकेपछि ईशान पाण्डे नो ब्रेनर 3 नम्बर हो ईशान पाण्डे भनेको चाहिँ। र 4 नम्बरमा हाम्रो क्याप्टेन साहब रोहित कुमार पौडेल। रोहित कुमार पौडेलको त्यति राम्रो फर्म आइरहेको छैन र एकदमै आफूलाई चाहिँ एकदमै धेरै साबित गर्न पर्ने छ यो सिरिजमा। रोहित कुमार पौडेलले एज अ क्याप्टेन पनि अझै राम्रो गर्नुपर्ने छ भने एज अ प्लेयर त धेरै नै राम्रो गर्नुपर्ने देखिन्छ। र एउटा तरिकाले हेर्दाखेरि अलि डु एन्ड डाई टाइपको सिरिज पनि हो कि रोहित पौडेलको लागि यो भन्ने लाग्छ मलाई। र 5 नम्बरमा हाम्रो दिपेन्द्र सिंह ऐरी। दिपेन्द्र सिंह ऐरी अहिलेको सबैभन्दा इन्फर्म ब्याट्सम्यान नेपालको बेस्ट अलराउन्डर, एसोसिएटकै बेस्ट अलराउन्डर दिपेन्द्र सिंह ऐरीको बारेमा त अब चाहिँ 100 पाता लेखे पनि कम हुन्छ जस्तो लाग्छ। र 6 नम्बरमा आरिफ शेख। आरिफ शेखले त पछिल्लो गेममा जुन किसिमको त 179 को स्ट्राइक रेटमा 40 अड रन हानेका थिए, लगातार 3टा छक्का, उनले पनि प्रुफ गरेका छन् कि म पछाडि आएर पनि लोवर मिडल अर्डरमा आएर पनि मैले गेम फिनिस गर्न सक्छु। यदि टप अर्डर र मिडल अर्डरले चाहिँ एउटा बेस बनाएर दियो भने आई क्यान डु द्याट जब टु फिनिस अफ द इनिङ्स फर नेपाल भन्ने कुरा चाहिँ अस्ति आरिफ शेखले चाहिँ मजाले प्रुफ गरेका थिए। आरिफ शेख 6 नम्बरमा छन् भने 7 नम्बरमा हाम्रो ओन गुलसन झा। गुलसन झाले ब्याटिङबाट नि एउटा गेममा राम्रो पर्फर्मेन्स गरेको थियो अस्तिको गेममा, भने बोलिङबाट 5 विकेटको हल लिएका थिए उनले। गुलसन झा जस्तो मान्छे चाहिँ स्टेप अप गर्नु एकदमै जरुरत छ झन् अब आउने गेमहरूमा, दुईटो ब्याटबाट पनि बलबाट पनि, र उनले पक्कै पनि गर्नेछन्। भने 8 नम्बरमा चाहिँ म सोमपाल कामीसँग जान चाहन्छु। तर सोमपाल कामी र करण केसी को प्लेइङ 11 मा पर्ने भन्ने कुरा चाहिँ एकदमै ट्याक्टिकल किसिमको कुरा हुन्छ जस्तो लाग्छ। अब पिचले कस्तो खालको बिहेभ गर्छ अब इन्सपेक्ट गर्नुहुन्छ कोच र क्याप्टेन हैन, टिमको प्लेयरहरू सबैजनाले गरेर चाहिँ अब कस्तो खेल्छ पिच। अब यदि सिम कन्डिसन छ, अर्ली स्विङ हुन्छ, राम्रो छ भने वी क्यान सी करण केसी। इफ छैन, त्यस्तो छैन भने चाहिँ
सोमपाल कामीलाई हामीले देख्ने सक्ने पोसिबिलिटी धेरै छ। भने 9 नम्बरमा नन्दन यादव भनेको नो ब्रेनर, अहिले खेलाउनै पर्छ। ब्याटिङ पनि गर्छन्, उनी हिट द डेकवाला बलर, ब्याक अफ द लेन्थ डिलिभरी गरेर त सताएका थिए यहाँ अघिल्लो पालि, र यसपालि पनि उनले त्यो किसिमको बलिङ गरेर राम्रै किसिमको नतिजा लिएर आउँछन् भन्ने लागिरहेको छ। भने 10 नम्बरमा चाहिँ सन्दीप लामिछानेलाई अब 9 नम्बर राखिनु हुन्छ, 10 नम्बर राखिनु हुन्छ। नेपालको बेस्ट लेग स्पिनर, नेपालको बेस्ट स्पिनर, नेपालको ब्रह्मास्त्र, पशुपतार्थ के भन्न मिल्छ, सबै अस्त्र नेपालको। जतिखेर विकेट चाहिन्छ एउटै मात्र नाम हुन्छ, तुरुपको एक्का हुन्छ, सन्दीप लामिछाने। र उनी क्लोज पनि छन् त्यो मिचेल स्टार्कको रेकर्डलाई तोड्नको लागि। सायद यो सिरिजमा उनले त्यो मिचेल स्टार्कको रेकर्डलाई, त्यो माइलस्टोनलाई चाहिँ ब्रेक गरेको हेर्न चाहन्छु। एट लास्ट माइलस्टोन आर देयर टु बी ब्रेक, माइलस्टोन ब्रेक गर्नको लागि नै बनेको हुन्छ। र 11 नम्बरमा ललित राजवंशीलाई खेलाउनै पर्ने हुन्छ। देब्रे हाते बलर, लेफ्ट आर्म अर्थोडक्स, र अलिकति प्रेसर राम्रै क्रिएट गरेको थियो नेपालीले खेल्दा पनि, युएसएलाई पनि स्कटल्यान्डलाई पनि, र विकेटहरू पनि लिइरहेका थिए विपिन खत्री, शाहब आलमले, र ललित राजवंशीले त्यो चिज गर्नुपर्ने हुन्छ। र ललित राजवंशीको लागि यो चाहिँ सबैभन्दा डु एन्ड डाई सिरिज हो। शाहब आलमले यस्तो राम्रो गरिराख्दा पनि टिमले शाहब आलमलाई लिएन। टिम एक्सपिरियन्सको साथ गयो ललित राजवंशीसँग, टिम एक्सपिरियन्सको साथ गयो भीम सार्कीसँग, सन्दीप जरालाई लिएन हैन। सो टिम चाहिँ एक्सपिरियन्सको साथ जान चाहिरहेको छ, स्टेबिलिटी मेन्टेन गर्न खोजिरहेको छ। यस्तो इम्पोर्टेन्ट होम सिरिजमा ठुलो फेरबदल गर्न खोजिरहेको छैन। यही चिज देखिन्छ स्टुअर्ट ल, रोहित पौडेल र सेलेक्टरहरूको डिसिजनमा पनि। र सेलेक्टर्स, कोच र क्याप्टेनले लिएको यो डिसिजन चाहिँ फिल्डमा पनि त्यही तरिकाले 100% तरिकाले इम्प्लिमेन्ट गरेको देख्न पाइयोस्, र यो चिजले रिजल्ट लिएर आओस्। सबैभन्दा ठुलो कुरो अन्तिममा वाट म्याटर्स द मोस्ट इज द रिजल्ट एन्ड इज द विन। हामीले चाहिँ कम्तीमा प्र्याक्टिकल्ली हेर्ने हो भने 3टा गेम चाहिँ हामीले जित्न पर्छ, 4वटा गेम हामीले जित्न सक्यौँ 4वटै भने सुनमा सुगन्ध हुन्छ। र यसरी मेरो प्लेइङ 11 र यो स्क्वाडको समीक्षा यस्तो भयो। तपाईहरुलाई कस्तो लाग्यो यो प्लेइङ 11 र यो स्क्वाड कस्तो लाग्यो, र तपाईहरुको प्लेइङ 11 के हो कमेन्ट गर्नु होला। र हाम्रो च्यानललाई लाइक एन्ड सब्स्क्राइब गर्न चाहिँ भुल्दै नभुल्नु होला है त। जय नेपाल।